आज हामी डोलेश्वर महादेव स्थानमा आइपुगेका छौँ र यसरी घुम्ने क्रममा अहिले हामीसँग यहाँको साधु हुनुहुन्छ। साधुसँग आज हामी डोलेश्वर मन्दिरको महिमाको विषयमा र यहाँ आउने पर्यटकहरूको विषयमा केही जानकारी लिनेछौँ। बाबा, यहाँलाई स्वागत छ कार्यक्रममा। अनि हजुर कति वर्षदेखि यो डोलेश्वर महादेव स्थानमा बसिरहनु भएको छ? म साधु भएको त भयो 10-15 वर्ष। साउन्ड त अलि ठुलै चाहिन्छ। 15-16 वर्ष भयो। हजुर। अनि यहाँ आएको चाहिँ म धेरै भएको छैन, एक डेढ महिना जति भयो। म चाहिँ धेरै जस्तो चाहिँ देवघाटमा बस्छु। देवघाटमा बस्छु। कहिले काहीँ लड्केश्वरमै बस्छु। ए 10-15 वर्षदेखि यहाँ घर परिवार छोडेर साधु भेषमा साधुको भूमिकामा हुनुहुन्छ। हजुर, सबैभन्दा पहिला त मेरो माइला भाइ हजुर अनन्तनन्द महाराज, उहाँको चाहिँ आश्रम, उहाँको चाहिँ आश्रम सङ्क्रमणमा थियो। उहाँ चाहिँ अहिले बित्नुभयो। 2080 ठुलो स्वरमा बोलिदिनु। 2080 साल पुसको 26 गते मसँग सँगसँगै हिँडेको मान्छे 27 गते बेलुका राति जब उत्तरायण रहेछ नि, प्रतिपदा तिथि लागेन नि, तबसम्म उहाँले प्राण त्याग देह त्याग गर्नु भएन। उहाँ चाहिँ कस्तो हुने इच्छा मर जबसम्म छ नि उहाँको इच्छा अनुसारको छ नि तिथि र छ नि उत्तरायण भएको थिएन नि, उहाँले देह त्याग गर्नुभयो। त्यसपछि चाहिँ झन् मलाई चाहिँ उत्सुकता भयो कि भनेपछि स्वेच्छा मृत्यु पनि हजुर यो क्षेत्रमा लागेको मान्छेहरूको सम्भव छ भन्ने हिसाबले तपाईँ अलिक बढी इच्छुक हुनुभयो। बढी इच्छुक भएँ किनभने उहाँ त इच्छा मर्नुको। यहाँको घर चाहिँ कहाँ हो? पुरानो बाल्यकाल कहाँ बित्यो? मेरो बाल्यकाल मेरो पुर्खौली भन्नुपर्दा भक्तपुर जिल्लाको पुरानो भक्तपुर नगरपालिका वार्ड नम्बर 9 चोछेमा हो। मेरा पुर्खौली चाहिँ त्यहाँबाट चाहिँ बसाइ सरेर खरिदाकीमा अहिले चामुनारायण नगरपालिका 5। यहाँ मेरो जन्म चाहिँ यहाँको शुभ नाम भन्न मिल्छ? मिल्छ। मेरो सत्यनारायण मुनन्टरी हो। म चाहिँ छ नि राजा जयश्री मल्लको छोरीका सन्तान हामी मेरा बुढो मामाले चाहिँ जयश्री मल्लका छोरीका सन्तानहरू। हजुर। अच्छा। अनि अहिले चाहिँ अब यति लामो समयदेखि यहाँ चाहिँ साधु भेषमा हुनुहुन्छ होइन? यहाँले अघि भन्नु पनि भयो अलिकति आफ्नो दाजुको मृत्यु स्वेच्छाको मृत्यु भयो। यो साधनामा लागेपछि त्यो खालको शक्ति प्राप्त हुन्छ भन्ने कुरा। यहाँ यो लामो समयसम्म यो सेक्टरमा लागिसकेपछि यहाँले प्राप्त गर्नुभएको केही त्यस्तो नयाँ चमत्कार छ जुन हाम्रो सामान्य जीवनमा भन्दा फरक हो? जस्तै के छ यसो हाम्रो दर्शक श्रोताहरूलाई हजुरलाई भनिदिनु छ नि, मान्छे ढुङ्गामा छ नि भगवान् हुनुहुन्न भन्छ नि, अनि त्यो ढुङ्गाले चाहिँ नि पत्थरको मूर्तिलाई हामीले फलफुल नैवेद्य चढाएर के पाइन्छ भन्छौँ नि, त्यो होइन। त्यो चढाउनुको कारण किनभने त्यसपछि लिनुहुन्न हामी के यहाँ भगवान् हुनुहुन्छ, किनभने मैले चढाएको छु नि आएर खानुहुन्छ भन्ने विश्वास छ उनीहरूको। जब छ नि आफूलाई विश्वास गर्न सक्दैन नि तबसम्म उसले आत्तिन लाग्छ। हो है, आफूले जे गर्दैछु त्यो कुराप्रति विश्वास हुनु पर्यो। महात्मा भन्छ नि आफ्नो आत्माले जसले बुझ्यो त्यो मात्रै हुन्छ महात्मा। जसले आफ्नो आत्मालाई बुझेको छैन के को महात्मा? यहाँ अलिकति नयाँ कुरा हजुरलाई सोध्न खोजेको। हजुर यहाँ बसिरहनु भएको छ, अलिकति चाहिँ यो डोलेश्वर मन्दिरको बारेमा अलिकति केही कुरा हामीलाई जानकारी गराइदिनु न। हुन्छ, हेर्नुहोस् मेरो पुर्खाको सूचना जयश्री मल्लपछि भूपतेन्द्र मल्ल हुनु है। भूपतेन्द्र मल्ल दिनको एकचोटि यहाँ आएर दर्शन गरेर पूजापाठ गर्नुहुन्थ्यो, भजन गर्नुहुन्थ्यो मल्लकालीन समयमा। तपाईँले यसको प्रमाण पनि म दिन सक्छु, मसँग छ अहिले पनि पूजामा छ कि। अनि त्यसपछि उहाँले चाहिँ त्यहाँ एउटा मन्दिर बनाउनु हो। त्यो मन्दिरपछि त्यो उहाँले चाहिँ अनि यहाँ एउटा शिलालेख लेख्नुभयो, अनि एउटा सुनको कमण्डल जगाउनु हो। यहाँको विकास चाहिँ उहाँले गर्नुभयो। दिनको एकचोटि आउनुहुन्थ्यो भक्तपुरबाट जलस्थलबाट है। अनि त्यसपछि अनि के भयो भने 5 पाण्डवहरू अभिमन्युको युधिष्ठिरको नाति अभिमन्युको छोरालाई चाहिँ नि उहाँले राज्य सुम्पिएर नि अब हामी चाहिँ स्वर्ग जान्छौँ भनेर जाँदाखेरि अनि भारतको केदारनाथमा है अब
महादेवको दर्शन गर्छु भने उनीहरूले लाँदाखेरि के भन्नु भने यी त पापी हुन्, संसारलाई चाहिँ यसरी नष्ट गरेर चाहिँ ज्यानमारा हुन्, यिनीहरूलाई म मेरो दर्शन दिन्न भनेर शिवले चाहिँ के आराधना गर्न के छल गर्नु भन्दैछ नि, एउटा राङ्गा भैँसीको रूप लिएर चर्न जानुभयो। चर्न गएपछि हामीले त छ नि यत्रो तपस्या गरेर आएको महादेवको दर्शन गर्नु भनेर कहाँ जानुभयो त भनेपछि ध्यान दृष्टि गर्नुभयो। एकचित्त भएर ध्यान दृष्टि हामीलाई छलेर राङ्गोको रूप लिएर बस्नु रहेछ, अनि भएन समात्नु जानु पऱ्यो भनेपछि 5 बार समात्नु जाँदाखेरि भीमसेनले चाहिँ पुच्छर समात्नु भएछ। पुच्छर समातिसकेपछि के भयो भनेदेखि भैँसी चाहिँ छ नि भाग्न खोजेर धसेछ जमिनभित्र धर्दाखेरि, अनि आदि जिउ चाहिँ केदारनाथमा भयो, उत्तराखण्ड वा हिमाचल प्रदेशमा, अनि शिर चाहिँ यहाँ भयो हेर्नुहोस् है। त्यो शिर चाहिँ यहाँ भएपछि अनि पहिला उताको दर्शन गर्नु यताको दर्शन गरेर त्यहाँ जानुपर्छ। अनि पहिला भन्छ नि पशुपति, पहिला यहाँ डोलेश्वर महादेवको दर्शन गरेर मात्रै पशुपतिको दर्शन गर्दाखेरि सिद्धि प्राप्त हुन्छ। नयाँ कुरा यहाँले भन्नुभयो। हामी त के भन्थ्यौँ भने केदारनाथमा जाने चाहिँ खोलाको शिर चाहिँ डोलेश्वर हो भन्ने हाम्रो बुझाइ थियो। त्योभन्दा अर्को पुरानो कथा रहेछ है। पुरानो कथा। अनि त्यसपछि इन्डियाको धेरै जस्तो अहिले चाहिँ तीर्थ भक्तहरू चाहिँ त्यो इन्डियाबाट आउनुहुन्छ। यहाँ डोलेश्वरमा आउने अधिकांश इन्डियन तीर्थयात्रीहरू हुनुहुन्छ। अधिकांश अहिले छ नि आज यो घडीमा छ नि 75% नि बढी त चाहिँ इन्डियनहरू आउनुहुन्छ भक्तजनहरू। भनेपछि यहाँले अघि भनेकै कारण हो त, त्यही कारणले इन्डियनहरू बढी आउनुहुन्छ। हजुर। अनि हजुरलाई चाहिँ यसको बारेमा सानो एउटा म लिस्ट पनि छ मसँग, त्यो दिन्छु। हुन्छ त्यो हामी पछि लिउँला। हुन्छ। अनि यो 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 अहिले हाम्रो ब्याकग्राउन्डमा देखिरहेको यति ठुलो भव्य मन्दिर चाहिँ यो कति वर्ष अगाडि बने हो या मल्लकालमै बनेको मन्दिर हो? होइन मल्लकालमा सानो एउटा छ नि प्यागोडा टाइपको गोलो टाइपको मन्दिर मात्रै थियो। मेरो पुर्खा भूगोत्रेन्द्र मल्लले बनाउनु भएको है। त्यसपछि चाहिँ अब यहाँ चाहिँ नि डोनरहरू धेरै आइसकेपछि यो तपाईँ हामी जस्तै छ नि भक्तहरूले त्यो दानबाट बनेको हो। धेरै वर्ष भएको छैन। 66 सालबाट त छ नि यो केदारनाथको शिर डोलेश्वर महादेव भनेर नामाकरण। यहाँबाट बगेको पानी चाहिँ हाम्रो काठमाडौँमै चाहिँ कहाँ मिसिन्छ? यो पानी गएर पहिला हनुमान घाटमा मिसिन्छ, भक्तपुरको हनुमान घाट। त्यहाँबाट गएर मनरामा मिसिन्छ, मनराबाट अनि उता तरकारी बजारको बागमतीमा गएर उता विष्णुमतीमा गएर मिसिन्छ। भनेपछि खास केदारनाथ जाने मान्छेहरू यहाँ चाहिँ अनिवार्य आउनुपर्छ भन्ने धार्मिक मान्यता बुझाइ छ है। अति नै छ त्यो, अति त्यहाँ गएपछि सिद्धि प्राप्त। अनि अहिले सँगसँगै यहाँ बसिरहनु भएको छ, यहाँ अब अलिकति यो मन्दिरको पौराणिक कुराको फ्यामिलीसँग पनि जोडिनु भएको हुनाले यो मास्टर यसको शिरमा यो यति धेरै पवित्र स्थान छ, यहाँ पर्यटकहरू थुप्रै देखिन्छ। यद्यपि यसको मास्टर थुप्रो डोजरहरू लागेर अहिले चाहिँ यो प्लानिङ गर्ने भत्काउने काम के भइरहेछ, यो विषयमा चाहिँ तपाईँको के छ नि विचार? छ नि त्यति नराम्रो त भएको छैन, तर चाहिँ गर्नै नहुने काम गर्यो। त्यो डोजर हेर्नुहोस्, जहाँ पनि डोजर आएको हेर्नु कस्तो लाग्यो। हामी नेपालीसँग जम्मा 3 करोड, अहिले त्यो छ नि 3 करोड 50 लाखभन्दा नि बढी त छ नि यो प्लटिङ भइसकेको छ नि, कसलाई कहाँ लगेर बेच्ने होला? त्यही त नेपालको कानुनले पनि यस्तो प्राकृतिक सम्पदाहरू भएको ठाउँहरूमा नजिकै चाहिँ प्लानिङ गर्ने, बस्ती बसाल्ने अन्य कुराहरूको त बन्देज गरेको छ। तर यहाँ त्यो माथि त्यस्तो भइरहेछ, यो चाहिँ ठिक भएन। यो नेपाल सरकारको चाहिँ पोलिस नै भएन। मैले केटाकेटीमा मैले के सुनेको थिएँ, अस्ट्रेलियामा 1 इन्च जमिन पनि के जङ्गल पनि मास्न पाइँदैन भन्ने सुनेको थिएँ मैले। हाम्रो त यहाँ सबै हेर्नु दोहन गरिरहेको छ सबै। अब यो मास्टर अहिले त्यो डोजर लागेको हेर्दाखेरि त कुनै समयमा यहाँ त ठुलो विपत्ति आउने सम्भावना देखिन्छ। धेरै हुन्छ, तर त्योबाट के शक्तिले मात्रै शक्तिले थामिरहेको छ। हस्, धन्यवाद हजुरलाई। हजुरले हामीलाई समय दिनुभयो, जानकारी दिनुभयो, नयाँ कुरा सिकाइदिनु भयो, भनिदिनु भयो। यहाँलाई धेरै धेरै धन्यवाद। डोलेश्वर बाबाले हामी सबैको रक्षा गर्नु। आउनु भएको तपाईँको सफल होस्। हर हर महादेव, ओम नमः शिवाय। धन्यवाद।